गरिदिनुहुन्छ भनेर धामीहरू राख्ने चलन छ हो के अरे अफिसतिर जागिर खा जस्तो म चाहिँ त्यस्तो होइन म त आफै गर्न सक्छु म जे बोल्छु त्यो काम गरेर देखाउन सक्छु यो त चलाकै छन् अब मोहनीका महाराजा चाहिँ अरू होला नि हामी चाहिँ महा चाहिँ हामी हौँ किनभने हामी मा हुनुको अर्थ चाहिँ फेरि अर्थ पनि हुन्छ जे कुराको नि हामी चाहिँ त्यसको अर्थ लाउन सक्छौँ मा भनेको चाहिँ हामी जुनसुकै टुना मोहनी पनि लाउन सक्छौँ भनेर चाहिँ त्यो हामी चाहिँ मोहनीको चाहिँ मा चाहिँ हो मा चाहिँ तपाईहरु मा चाहिँ हामी हो अनि यो त्यो जुन धेरै जना झाँक्री हजुर यो समूहमा पूजा गरेको भने चाहिँ यस्तो हो यसमा चाहिँ कस्तो हुन्छ विधि विधान भने व्यथा अनुसारले अगाडि बढ्ने हो कसको व्यथा कस्तो छ त्यसलाई कुन तरिकाले पूजाआजा गर्नुपर्ने ढ्याङ्ग्रो ठोकेर मात्र त सबै कुरा हुन्छ भन्ने होइन अब यही विषयवस्तुमा चाहिँ के छ भने समूहमा भन्दा पनि हामी चाहिँ फरक फरक सामानहरू र फरक फरक शैली हाम्रो पूर्वतिरको फरक फरक विधि विधान फरक फरक तन्त्र मन्त्रबाट चाहिँ हामी पनि त्यसो गर्छौँ यो समूहमा राखेर पूजा गर्दाखेरि अब कसैलाई कुनै रोग लागेको होला कसैलाई कुनै चिजले भेटेको होला कसैलाई कुनै चिजले भेटेको होला एउटै समूहमा राखेर पनि सञ्चार माध्यमहरूमा ती कुराहरू देखिन्छ तपाईँ के भन्नुहुन्छ त्यो चाहिँ यस्तो फरक फरकै हुन्छ जस्तै टुना मुनाको विषयमा छुट्टै ठाउँमा राख्नुपर्छ भने व्यथा पनि धेरै खालका हुन्छन् अब देवी देवताका खेला लीला भनेका 1664 खेला 1664 लीला भन्ने हुन्छ त्यो लीला मध्ये कुन चाहिँ लीलामा परेको छ त्यो एकै ठाउँ यसरी बिमारी एकै साथमा चाहिँ भनौँ न एकै ठाउँमा राखेर लाइनले राखेर गरेको चाहिँ त्यो काम हुँदैन त्यो सफल होइन किनभने व्यथा अनुसारको सञ्चार माध्यमहरूलाई या भक्तजनहरूलाई आकर्षण गर्नको लागि देखाइयो या चाहिँ हाम्रो चाहिँ देवधर्म यो तान्त्रिक विधिहरूलाई कमजोर बनाउनको लागि देखाइयो यो चाहिँ साँच्चै भन्नुपर्दा चाहिँ यो तान्त्रिक विधिहरूलाई कमजोर बनाउनै तिरै हो यो अब किनभने त्यसरी गरिसकेपछि तपाईँको देवी देवता भनेका त कसैका प्यावा होइनन् सबैका सार्वजनिक देवी देवता हुन् तर पनि के छ भने मैले अहिले पनि भने देवी देवताका विषयमा थाहा नभएका झाँक्री भएको कारणले गर्दाखेरि यस्तो भएको हो नमस्ते गुरु जय शम्भु नमस्ते हामीले गरेका पनि छौँ हाम्रा साधनाहरू हामीले गरेका तन्त्र मन्त्रहरू हामीले गरेका ज्ञानहरूबाट चाहिँ हामीले गर्नै सक्ने जति क्षमता चाहिँ हाम्रो क्षमता चाहिँ हामी देखाउँछौँ देखाउनुहुन्छ है हजुर कसैलाई मोनी लगाएर मात्रै धेरै खरानी गर्छ है त्यही भएको अब वास्तवमा भन्नुपर्दाखेरि लगभग हाम्रो नेपालको यो स्थितिमा हेर्दाखेरि लगभग त्यस्तै देखिरहेछ कि अहिले जो पनि आउने म यो गरिदिन्छु त्यो गरिदिन्छु यहाँ गरिदिन्छु भन्ने मान्छेलाई लोभ लालचमा पारिहाल्ने त्यो भएको छ तर सत्यता खेलेर र सत्यता गरेर कोही पनि हिँडिदिनु भएन हामी चाहिँ त्यो होइन हामी चाहिँ सत्यतामा टेकेर विधि विधानमा टेकेर काम गरेर देखाउँछौँ भनेर हामी हिँडेका मान्छे हौँ कतिपय तपाईँले देखिराख्नु भएको छ होइन कतिपय गुरुहरू कतिपय माताजीहरूले यो काम चटक्कै हामी यति सेकेन्डमा यति मिनटमा पनि गरिदिन्छौँ भन्नेहरू छ क्या के भन्नु अब यस्तो हुन्छ मिनेट सेकेन्ड भन्ने कुरा त्यो मिनेट सेकेन्डमा भन्ने कुरा त हुने कुरै होइन त्यसमा पनि विधि विधानमा टेकेर हाम्रो तन्त्र मन्त्र चलाएको कति पछाडि चाहिँ उसको शरीरमा गएर छुने हो त्यहाँ छुने विधि विधान पनि हुन्छ त्यत्तिकै छुँदैन त्यो सेकेन्डमा त त्यो मन्त्र भनेर भ्याइँदैन भने सेकेन्डमा के गरी छुन्छ भने क्या तपाईँहरूले